हेलो एभ्रिवान, वेलकम ब्याक टु इन्ट्रान्स प्लस। आजको क्लासमा हामी के सिक्छौँ भन्दाखेरि चाहिँ अक्सै एसिड अफ फस्फोरसको एकदमै सर्ट भिडियोमा चाहिँ हामी सर्ट ट्रिकका साथ नै आज हामी के गर्छौँ त भन्दाखेरि चाहिँ यसलाई याद गर्छौँ है। त्यो धेरै अक्सि एसिडहरू छन्, सम्झिन पनि अलिक गाह्रो छ है। त्यस्तै गरेर हाम्रो अक्सिजनको छ, सल्फरको छ, त्यस्तै गरेर फस्फोरसहरूको छ। यिनीहरू पनि हामी कन्टिन्युसली अब एकपछि अर्को गर्दै अर्को क्लासमा पनि सिकौँला। तर आजको क्लासमा हामी चाहिँ के सिक्छौँ त भन्दाखेरि चाहिँ हाउ टु रिमेम्बर के त अक्सि एसिड अफ फस्फोरस विथ देयर इम्पोर्टेन्ट कन्सेप्ट है। त त्यति मात्रै सिक्ने छैनौँ हामी, के गर्छौँ त भन्दाखेरि चाहिँ तिनीहरूबाट सोध्न सक्ने कसरी क्वेसनहरू सोध्छ त होइन, याद गरेर मात्रै त भएन है। त क्वेसनहरू पनि कसरी सोध्छ त्यो पनि हामी प्र्याक्टिस गर्छौँ है। त विथ सर्ट ट्रिक है। त यो गरेपछि तिमीलाई म दुईवटा ट्रिक भन्छु र त्यति गरिसकेपछि सबै म्याक्सिमम् चाइनिज जतिको हाम्रो फर्मुलाहरू र त्यसको नेमहरू सबै याद हुन्छ है। त त्यस्तै गरेर चाहिँ हाम्रो विथ पिवाइक्यू है। त सो लेट्स स्टार्ट है। त ल हेर, अब अक्सी एसिडमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ दुईवटा हुन्छ हेर। एउटा चाहिँ तिमीहरूको सल्फरको त्यहाँ नम्बर हेर्नुपर्छ है। त अक्सी एसिड अफ सल्फरको चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ एउटा त सल्फरको नम्बर एउटा मात्रै सल्फर भएको हेर। जस्तै फर इक्जाम्पल लागि S2SOX है। त एक्स के हो अहिले म भन्छु है। त त्यस्तै गरेर दुईवटा सल्फर भएको है। त जस्तै होइन S2S2OX है। त जस्तै फर इक्जाम्पलको लागि हाम्रो एउटा सल्फरको हेर्ने भने S2SO4, त्यहाँनिर चाहिँ एउटा मात्रै सल्फर छ नि त। सो अब अक्सिजनको के गर्छौँ त भन्दाखेरि नम्बरलाई हेरेर चाहिँ हामी के गर्छौँ त यसलाई नेमिङ गर्छौँ। जस्तै कि अब मैले के गरेँ त पहिला एउटा मात्रै सल्फर भएकोलाई कसरी गर्ने त, जस्तै कि S2SOX है। त यस्तोलाई कसरी गर्ने, अब एक्सको नम्बरहरू चाहिँ तिमीहरूले सोध्ने भनेको चाहिँ कति हुन्छ त भन्दाखेरि 2 देखि 5सम्मको रेन्ज हुन्छ है। त 2 3 4 5 है। त अरू त यस्तो खासै सोध्दैन है। त सोध्न सक्ने भनेको 2 3 4 5 है। त यो के लेखेको म बुझ्छु है। त यो भनेको है 2 3 4 5 भनेको के हो त एक्सको भ्याल्यु है। जस्तै कि SO2 हुन सक्यो, त्यस्तै गरेर चाहिँ S2SO3 हुन सक्यो है। त यिनीहरूको चाहिँ नेमिङ हामी गर्न गइरहेछौँ, ठिक छ। अब जस्तै हेर, यदि 2 छ 3 छ भने तिमीले पहिला यसरी सर्र पारेर लेख्नु है। त के छ त्यो जान्नुपर्छ है। त 2 3 4 5 है। त यदि 2 र 3 छ भने त्यसको सफिक्समा के लगाऊ त भन्दाखेरि चाहिँ अस लगाऊ है। त OUS लगाऊ। र यदि 4 र 5 छ भने चाहिँ त्यहाँनिर के लगाऊ त भन्दाखेरि चाहिँ इक लगाऊ। के भने मैले 2 र 3 छ भने के लगाऊ, अस लगाऊ। र 4 र 5 छ भने चाहिँ यो चाहिँ के हो त यसको है त सफिक्स है। त यो चाहिँ के हो त भन्दाखेरि चाहिँ यसको चाहिँ के हो, यो सफिक्स है। त यो याद राख्नु, यो चाहिँ के हो त यसको सफिक्स चाहिँ के लगाऊ है। त 2 र 3 छ भने अस, र हाम्रो 4 र 5 छ भने के लगाऊ त हाम्रो इक लगाऊ। अब त्यसको प्रिफिक्समा के लगाउने त यो पनि त जान्नुपर्छ। प्रिफिक्समा के लगाउने त भन्दाखेरि चाहिँ यदि प्रिफिक्स 2 छ भने यसको अगाडि हाइपो लगाइदेऊ। यदि प्रिफिक्स 3 र 4 छ भने यसको चाहिँ अर्थो लगाइदेऊ, अर्थो लगाइदेऊ। यदि 5 छ भने ध्यान दियो है, सल्फरको लागि अहिले यहाँ के मानेर जाऊ भन्दाखेरि चाहिँ यदि एउटा मात्रै सल्फर छ भने यसको लास्ट म्याक्सिमम कहाँसम्म छ त 5सम्म छ, हो कि नै है। यदि यो लास्ट मानेर चल है। त यसलाई यो लास्ट छ, लास्टमा चाहिँ के एड गर्ने, पेरोक्सी युज गर्ने भनेर बुझ है। त सो एउटा मात्रै सल्फर छ भने त्यसको लास्ट के छ त 5 छ। सो यसको 5 छ भने चाहिँ के भयो त भन्दाखेरि यो पेरोक्सी भयो। अब यहाँ मोनो छ, मोनो किन राखेको त भन्दाखेरि सल्फर एउटा छ नि त। सो त्यही भएर यदि हामीले मोनो राख्यौँ, यदि दुईटा सल्फर हुन्थ्यो भने मैले के राख्थेँ, डाई राख्थेँ, पेरोक्सी डाई हुन्थ्यो। सो सिमिलरली के हुन्छ त भन्दाखेरि चाहिँ यसरी जस्तै अब अरूमा हेरौँ है। त यस्तो के हुन्छ त भन्दाखेरि S2 हामीले हेरिसक्यौँ, 3 पनि हेरिसक्यौँ, 4, अब यसलाई सम्झिनलाई अझै गाह्रो भयो अरे होइन। अब कसमा के लगाउने, अर्थ प्रिफिक्स लगाउने कि अनि हाम्रो हाइफो लगाउने कि पेरोक्सी लगाउने भने अझै कन्फ्युज भयो भने तिमीहरूले एउटा सानो ट्रिक याद राख, होप भन्ने याद राख है। त SOOP हेर, त SOOP है। त यस के को लागि लगाउने 2, अनि 3 र 4 को लागि OO छ नि त हाम्रो अर्थ लगाउने, र 5 को लागि के लगाउने त भन्दाखेरि चाहिँ पेरोक्सी। म अहिले तल गराएर देखाउँछु है। त इक्जाम्पल हेरौँ है। त म एउटा इक्जाम्पल म गरिदिन्छु है। तर मैले मेनली इम्पोर्टेन्ट मेन मेन चाहिने कुराहरू लेखेको छु, र म तिमीहरूलाई एउटा चाहिँ के गर्छु त भन्दाखेरि चाहिँ आफैले गर्नको लागि दिन्छु, र त्यो तिमीहरू आफै गर्नुहोस्। र त्यसको लागि चाहिँ जे आन्सर आउँछ नि तिमीहरूले के निकाल्छौ त्यो चाहिँ तल कमेन्ट गर है। त ल हेर, जस्तै कि हाम्रो के गर्यौँ त भन्दाखेरि चाहिँ हेर, त S2SO2 हेर, त S2SO2 यसको नेमिङ के हो त। ल हेर, हाम्रो सिम्पल छ है। त यसलाई हामी सिम्पल तरिकाले बुझौँ। पहिलो नम्बरमा त सल्फर एउटा मात्रै छ है। त अर्को एउटा तिमीहरूलाई यहाँ मेन कुरा के भन्छु त भन्दाखेरि चाहिँ जुन यो हाइपो र अर्थो छ नि, यो हाइपो र अर्थो यस भनेको एउटा मात्रै भएको बेला लाग्छ भनेर बुझ्दा हुन्छ है। त हामी सर्ट ट्रिकमा के बुझ्छौँ, ए हाइपो भनेर हाइपो र अर्थो भन्ने कुरा के लाग्छौँ त भन्दाखेरि चाहिँ यस एउटा मात्रै भएको बेला लाग्छौँ। यदि यस दुईटा छ भने त्यहाँनिर हाइपो र अर्थो भन्ने आउँदैन। ओके, ल हेर, जस्तै कि मैले के गरेँ, S2SO2 राखेँ, यसको नेमिङ के होला भन त। ल है, भिडियोलाई पज गरेर गर है। त जस्तै अब हेर, यसलाई सिम्पल तरिकाले गरौँ। के गरौँ त भन्दाखेरि यही फिगरबाट हेर है। त दुईटा छ भनिसकेपछि हामीले यसको प्रिफिक्स के लगाउने भने हाइपो लगाउने, हाइपो लगाउने भन्यो, हाइपो लगाऊ, हाइपो भयो।
ओके, यसको प्रिफिक्स के भयो, हाइपो भयो। ठिक छ, अब त्यस्तै गरेर यसको हाम्रो के हुन्छ त भन्दाखेरि सल्फर छ, हाम्रो सल्फर भयो। हाम्रो के लगाउने त यसको सफिक्स भन त, यसको सफिक्स अस लगाउने। सो प्रिफिक्स के भयो, हाइपो भयो, अनि यसको चाहिँ सफिक्स के भयो त, अस भयो। के लगाऊ अब, हाइपो सल्फोरस एसिड भयो। हेर त, सल्फोरस हाइपोसल्फोरस एसिड भयो। सो म फेरि पनि भनिदिन्छु, हेर सर र पारो म भनिदिन्छु, हेर त हामीले हाइपो लगायौँ, हाइपो किन लगायौँ, अक्सिजन के छ त, टू छ। सो त्यही भएर हामीले के लगायौँ त भन्दाखेरि चाहिँ हाइपो लगायौँ। मैले भनेको थिएँ कि नि, टू छ भने हाइपो लगाउने होइन, एसओपी सम्झिने। त्यस्तै गरेर चाहिँ हेर, टू र थ्रीमा हामीले के युज गर्ने हो, अस युज गर्ने हो। सो के भयो त भन्दाखेरि हाइपो सल्फोरस एसिड भयो। अब त्यस्तै गरेर तिमीहरू यो ट्राई गर त, हेर दुईटा आयो भने के गर्ने। जस्तै हेर है, दुईटा आयो भने के गर्ने, हेर त दुईटा आयो भने तिमीले सिम्पली त अब कसरी जाने त भन्दाखेरि चाहिँ मैले भनिरहेको छु नि, टूदेखि स्टार्ट गर्ने है त। टूदेखि कहाँसम्म जान्छ त भन्दाखेरि चाहिँ हाम्रो के हुन्छ, टू, थ्री, फोर, फाइभ, सिक्स है त, सेभेन, एटसम्म हुन्छ। टू र थ्री पहिला यसरी लेख, अनि त्यसरी टू पछि के आउँछ त, यसको डबल गरिदियो, ट्याक्कै डबल गर त, हेर त ट्याक्कै डबल गऱ्यो भने फोर र फाइभ अनि सिक्वेन्समा जान्छ। र त्यसपछि के हुन्छ त भन्दाखेरि चाहिँ, अनि थ्रीलाई डबल गरेर सिक्स, सिक्स पछि सिक्स, सेभेन, एट, एउटा तल गएपछि एउटा बढ्दै जान्छ भने, हेर त बढ्दै गइरहेछ नि त। त्यही भएर यहाँ पनि एउटा अझै थपिदियो, एट भन्ने थपिदियो। ओके, हाम्रो के भयो त हेर त, टू, फोर, फाइभ भयो हो कि नै, अनि त्यस्तै गरेर थ्री, अनि त्यस्तै गरेर सिक्स, अनि सेभेन, अझै एउटा बढाइदियो, एट भयो। अब मैले यो रोमा भने नि, मैले यता हेर त, टू फोर फाइभ छ भने अक्सिजनमा, यदि यहाँनिर टू फोर फाइभ छ भने अक्सिजनमा, त्यसलाई हामी ओयुएस लगाइदियो, अस लगाइदियो। अघि हामीले के गरेका थियौँ, टू र थ्रीमा अस लगाएको थियौँ, ध्यान दिने है त। टू र थ्रीमा हामीले के लगाएको थियौँ, अस लगाएको थियौँ त्यहाँनिर। सो यहाँनिर टू फोर फाइभमा के लगाऊ त, अस लगाऊ है त। त्यस्तै गरेर अब थ्री, सिक्स, सेभेन, एटमा के लगाइदियो त, इक लगाइदियो, आइसी लगाइदियो है त। अब त्यस्तै गरेर अब यसको यो चाहिँ के भयो त, यसको सफिक्स भयो है त। अब प्रिफिक्समा के जोड्ने, हेर त यहाँनिर टूमा पनि टी छ, अनि थ्रीमा पनि थ्री छ। सो त्यही भएर यहाँ थायो, टीबाट यहाँ थायो पनि छ। सो टू र थ्री छ भने त्यहाँनिर चाहिँ तिमीहरू सफिक्स के युज गर, थायो युज गर है त। अब मैले के गरेँ, हेर त यहाँ ठ्याक्कै डबल भइरहेछ नि, यहाँ पनि डबल भइरहेछ। सो यहाँ थायोलाई पनि डबल गरिदियो, के भयो, दुईवटा थायो हो, यानि कि डाइ थायो भयो। बुझ्यो, यसको सफिक्स चाहिँ के भयो, डाइ थायो भयो। त्यस्तै गरेर फाइभ र सेभेन छ भने के युज गरौँ, फाइभ र सेभेन युज छ भने तिमीहरू पाइरो युज गर, हेर त यसरी यसरी लेख्ने है त, पाँच छ, पाँच आउँछ। त्यस्तै गरेर पीबाट चाहिँ के आउँछ त, पाइरो आउँछ भनेर सम्झिने है त। फाइभ र सेभेनमा के युज गर, पाइरो युज गर। र लास्टमा मैले के भनेको थिएँ है, एक्स छ भने त्यसको लास्ट कुन हो भन त, मैले भनेको थिएँ कि नि, S2SO X छ भने यसको लास्ट कुन हो, फाइभ थियो नि त यसको लास्टमा। त्यति बेला पनि हामीले पेरोक्सी युज गरेका थियौँ, थाहा छ, पेरोक्सी मोनो युज गरेका थियौँ। यसको लास्ट कुन छ हेर त, यसको लास्ट एट छ। त्यही भएर हामी यसको लास्ट एट छ भने हामी के युज गर्छौँ त, पेरोक्सी युज गर्छौँ। तर दुईटा सल्फर भएर हामीले के युज गर्छौँ त भन्दाखेरि चाहिँ डाई युज गर्छौँ। यानि कि एट आयो भने तिमीले के बुझ्नु पर्दो रहेछ, अलवेज लास्ट हो। र लास्ट भइसकेपछि के हुन्छ त, पेरोक्सी डाई युज गर्छौँ भनेर सम्झिने। जस्तै अब इक्जाम्पलहरू हेर है त, म एउटा इक्जाम्पल गराउँछु, तल चाहिँ टन्नै इक्जाम्पलहरू छ, म हाम्रो देखाउँछु सबै गराएर, हामी प्र्याक्टिस पनि गर्छौँ त्यहीँनिर है त। ल अब हेर है, यहाँनिर के छ त भन्दाखेरि चाहिँ S2S2O3 छ, हेर त S2S2O3 छ। यसको नेमिङ ट्राई गरेर त, टक्क पारेर यसलाई हेरेर सर र पारेर त्यसपछि अर्को आफै गर्नु है त, भिडियोलाई पज गरेर है यसलाई ट्राई गर्नु है त। जस्तै हेर, मैले के भनेको थिएँ है, थ्री, पहिला टू छ कि वान छ सल्फर, त्यो हेर्ने, टू छ, ओके, यहाँसम्म केही गाह्रो भएन। अब त्यसपछि हेर, थ्री छ भने मैले के भनेको थिएँ, थ्री छ नि त, टीबाट आउँछ, त्यही भएर मैले के युज गर्ने भनेको थिएँ, टीबाट आउँछ, थायो युज गर्ने, थायो युज गर्ने है त। यसको के युज गर्ने भन त, थायो युज गर्ने, थायो युज गर्ने। त्यसपछि अगाडि के गर्ने भन त, अब थ्री छ, थ्रीमा के युज गर्ने भनेको थिएँ मैले, माथि हो कि तल, तल छ, तल भइसक्यो, हामी के युज गर्छौँ, यसलाई हामी इक युज गर्छौँ है त, आइसी युज गर्छौँ। के भयो, थायो सल्फ्युरिक एसिड भयो। के भयो यसको भन त, थायो सल्फ्युरिक एसिड भयो, थायो सल्फ्युरिक एसिड, एसिड भयो। ओके, जस्तो फेरि पनि भन्छु, हेर त मैले के भनेको थिएँ है, मैले के भनेको थिएँ भन्दाखेरि, जस्तै कि ओ थ्री छ, थ्री छ भने टीबाट के आउँछ, थ्री, माथि होइन है, सल्फर दुईवटा भएको कन्डिसनमा मात्रै, माथि मैले है यसमा चाहिँ के भनेको थिएँ मैले, हाम्रो यसमा चाहिँ मैले छुट्टै भनेको थिएँ, माथि चाहिँ हेर त, यता हेर, तिमीले यहाँ नझुक्किनु है त, फेरि तिमीले यहाँ झुक्क्यो भने त फेरि गाह्रो हुन्छ। हेर, थ्री र हामीले के भनेको थिएँ मैले, थ्री र फोर आयो भने हामी के युज गर्छौँ, अर्थो युज गर्छौँ। कति बेला, जति बेला सल्फर एउटा मात्रै हुन्छ। र हाम्रो दुईवटा सल्फर भएको बेला, थ्री छ भने, टू र थ्री आयो भने थायो युज गर्छौँ। ओके, अनि त्यस्तै गरेर यसलाई चाहिँ हाम्रो फोर र सिक्स आयो भने ट्याक्कै डबल गरिदिने है त, डाइ थायो भयो। सो यसको इक्जाम्पल यो भयो। अब तिमीहरू यसलाई ट्राई गर त, S2S2O4 ट्राई गर है त। यो चाहिँ तिमीहरूले कमेन्टमा चाहिँ टक्क पारेर चाहिँ यसलाई ट्राई गरेर है कमेन्ट गर्नु है त। S2SO5, ल मलाई यसको नेम ट्राई गर है त,
मैले यहाँ नेमिङ लेखेको छैन, म यहाँ के हुन्छ त्यो चाहिँ बुझाइरहेको छु है त। जस्तै नेम चाहिँ म हेर यहीँ ट्राई गरौँ त, जस्तै कि S2SO5 पेरोक्सी मोनोसल्फ्युरिक एसिड भयो, यो चाहिँ पेरोक्सी मोनोसल्फ्युरिक एसिड है त। यसको कमन नेम के हो हामी अहिले चाहिँ अर्को बुझाउँला है त। अहिले यो मैले भर्खरै गरेँ है त। हाम्रो के गर्यो भन्दाखेरि चाहिँ 5 र 8 है त, एउटा माथिको 5 है त, माथिको 5 है त, एउटा सल्फरको 5 र दुईटा सल्फरको 8, 5 र 8मा चाहिँ के हुन्छ, पेरोक्सी लिङ्केज हुन्छ। याद राख, पेरोक्सी भनेको अक्सिजन अक्सिजन बिचमा चाहिँ यिनीहरूको बोन्ड हुन्छ है त। सो 5 र 8मा के हुन्छ, एकदमै इम्पोर्टेन्ट छ, तिमीहरूलाई सोध्छ कि कुनमा चाहिँ पेरोक्सी लिङ्केज हुन्छ, कुनमा चाहिँ ओ बोन्ड हुन्छ, कुनमा एसएस बोन्ड हुन्छ, त्यो चाहिँ हामीले क्वेसन गर्दाखेरि थाहा पाउँछौँ। ल हेर त 5 छ के छ है त, 5 छ र 8 छ। यहाँ हेर 5 तिमीहरू फेरि झुक्केर यस्तो लेख्लौ है त, फेरि 5 यस्तो लेख्छौ, फेरि तिमीहरू S2O5 लेख्न थाल्यो भने गयो, यो होइन है, यो होइन। माथिको 5 लास्ट लास्टवाला के, हेर त लास्ट लास्टवाला है त, कुन छ, लास्ट लास्ट लास्टवाला के, लास्टको लास्टको माथिको लास्टको कुन हो 5, तलको लास्टको कुन हो 8 हो, त्यसमा चाहिँ हामी के हुन्छ त, पेरोक्सी युज गर्छौँ है त। र त्यस्तै गरेर अर्को हेर, अर्को यहाँ हेर त फो छ, हेर त फोमा हामी के युज गर्थ्यौँ भन त, डाइथायो युज गर्छौँ हो कि नै, हो डाइथायो युज गर्छौँ। मैले तिमीलाई भनेको थिएँ नि दुईटा छ भने। सो यो 4 र 6 आयो भने तिमीहरू के युज गर्छौ त, यसमा चाहिँ सल्फाइड लिङ्केज हुन्छ, याद राख है त। अरूमा अरूमा हुँदैन है, तिमीहरूलाई फेरि कहिले काहीँ सोधिदिन सक्छ, जस्तै कि S2SO4 मा कसमा चाहिँ हाम्रो सल्फाइड लिङ्केज हुँदैन भन्यो भने यिनीहरू बाहेक हुँदैन अरूमा, बुझ्यौ नि। जस्तै कि ओ र हेर 4 र 6 क्वेसनमा जाऊ, क्वेसनमा अप्सनमा जाऊ, अप्सनमा के देख्छौ त भन्दाखेरि चाहिँ 4 र 6 देख्यो भने त्यहाँनिर हेरिहाल क्या, बुझ्यो नि। 4 र 6मा के हुन्छ त भन्दाखेरि चाहिँ त्यो दुईटा सल्फर भएको बेला है, फेरि एउटा सल्फर भएको बेला नखोज्नु है, सल्फाइड दुईटा हो नि त, मैले डाइथायो भनेको थिएँ, एसएस के हुन्छ त, सल्फाइड लिङ्केज हुन्छ। अब हेर यिनीहरूको नेमिङ ट्राई गरौँ है त, यहाँ मैले लेखेको छु, पहिला हामी आफै ट्राई गरौँ है त। ल तिमीहरू ट्राई गर टक्क पारेर, म सबैको गराइदिन्छु है त। ल हेर त यो S2SO4 हो, धेरैले थाहा छ यो सल्फ्युरिक एसिड हो, ओके मैले माने। अझै ट्राई गरौँ न, त्योभन्दा पनि यसलाई बेटर बनाइदिउँ। S2 के छ त, S2SO4, यसको नेमिङ के हो गर त। हेर त मैले एउटा मात्रै सल्फर, ओके एउटा मात्रै सल्फर छ बुझेँ है त। त्यसपछि O छ, ओमा मैले के गरेको थिएँ, होप भनेको थिएँ कि नै, होप भनेको थिएँ। होमा चाहिँ के हुन्छ, बिचमा 3 र 4मा अर्थ जोडिदिने। सो अर्थ जोडिदियो यसमा चाहिँ है, यसमा के जोडिदियो त भन्दाखेरि चाहिँ अर्थ जोड त, अर्थ जोड्यौँ, ओके ठिक छ, अर्थ जोड्यौँ। अब हामीले के गर्ने, 2 र 3मा हामीले के जोडेको थियौँ, हामीले अस जोडेका थियौँ, अस जोडेका थियौँ, अनि 3 र हाम्रो 4 र 5मा के जोडेका थियौँ हामीले, इक जोडेका थियौँ हो कि नै। अब यो के हो त, फोमा के जोडौँ, इक जोडौँ, अर्थो के भयो, सल्फ्युरिक एसिड भयो, अर्थो सल्फ्युरिक एसिड रहेछ यसको नाम। हेर त यसको नाम के रहेछ त भन्दाखेरि चाहिँ अर्थो सल्फ्युरिक एसिड रहेछ, हेर त अर्थो सल्फ्युरिक एसिड, क्लियर है त। अघि बुझाएको थिएन भने अब चाहिँ अलिअलि क्लियर भएर होला। अझै ट्राई गर्छौँ, तिमीहरूले एकदमै आफै है त, यति प्र्याक्टिस गर्यो भने तिमीहरूले यति यो दुईवटा निमोनिक्स जाने एउटा ट्रिक जाने भने चाहिँ सबैले सक्छौ है त। अब यसको अरू नामहरू पनि हेरौँ है त। यो भनेको तिमीले बुझिसकेका छौ, यो चाहिँ के हो त भन्दाखेरि अर्थो सल्फ्युरिक एसिड हो है त, सल्फ्युरिक एसिड हो। र यसको अर्को नाम के हो भन त, यसको अर्को नाम हो ओइल अफ भिट्रोल है त। र अर्को नाम के हो त, किङ अफ केमिकल पनि यसैको नाम है त। ल त्यस्तै गरेर अर्को जाउँ, अर्को यसको नाम ट्राई गर, यसको नाम ट्राई गर है त, आफै ट्राई गर। S2SO5 को नाम ट्राई गर, अघि भर्खर पनि ट्राई गरेको थियौँ। हेर 5 छ भने सल्फर एउटा छ, ओके 5 छ भने यसको लास्ट हो, लास्ट भइसक्यो, हामी के युज गर्छौँ, पेरोक्सी युज गर्छौँ, ओके पेरोक्सी कतिवटा सल्फर, एउटा सल्फर, त्यही भएर हामी मोनो युज गरौँ, पेरोक्सी मोनो। सल्फ्युर रस कि इक इक कि अस इक, किनकि 5 छ। सो के हुन्छ त अर्थो पेरोक्सी मोनो सल्फ्युरिक सल्फ्युरिक एसिड, पेरोक्सी मोनोसल्फ्युरिक एसिड। सो के भयो, पेरोक्सी मोनोसल्फ्युरिक एसिड। र यसको अर्को नाम के हो, क्यारोज एसिड है त। यो एकदमै तिमीलाई सोध्ने भनेको यो चाहिँ तिमीलाई कमै सोध्छ, तिमीलाई झुक्क्याउनुको लागि, कुनै बेला कन्फ्युज बनाउनुको लागि सोध्छ, तर यो चाहिँ सोध्न सक्छ। यसको अर्को नाम के हो भने क्यारोज एसिड है त। सम्झिने तरिका अझै दिन्छु तिमीहरूलाई, हेर त क्यारोजमा कतिवटा लेटर छन्, 1 2 3 4 5वटा लेटर छन् त, यसलाई पनि जोड, 5वटा लेटर छन्, यहाँ हेर त 5 भएको छ, 5 भएको के रहेछ, क्यारोज एसिड रहेछ। र अर्को यो पनि ट्राई गर त, तलको S2SO7 है त, S2S2O7। अब 2 आयो, ओके 2 आइसकेपछि हामीले के गर्नुपर्छ है, अब यो 5 है त, यो 7 के को जोडी हो भन त मलाई, 5 को जोडी हो। 5 को जोडी आयो भने हामी के युज गर्छौँ, पाइरो युज गर्छौँ, पाइरो, ओके पाइरो के सल्फ्युर अस जोड्ने कि इक जोड्ने भन त मलाई, इक जोड्ने, पाइरो सल्फ्युरिक एसिड, सिम्पल रहेछ, पाइरो सल्फ्युरिक एसिड, पाइरो सल्फ्युरिक एसिड। हेर त पाइरो सल्फ्युरिक एसिड है त, पाइरो सल्फ्युरिक एसिड। अझै हामी क्वेसन गर्दाखेरि चाहिँ थाहा पाउँछ है त। र अर्को यसको नाम के हो त भन्दाखेरि चाहिँ हेर, पाइरो सल्फ्युरिक एसिड है त, पाइरो सल्फ्युरिक एसिड। र अझै हेर है, यसको अरू नामहरू पनि हेरौँ, यसको अरू नाम हो फ्युमिङ सल्फ्युरिक एसिड। सल्फ्युरिक एसिड के हो हामीले थाहा पाइसक्यौँ। र फ्युमिङ भनेको यो सल्फ्युरिक एसिडमा मैले SO3 जोडिदियो भने है, SO2 होइन है, है त, SO3 जोडिदियो भने चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ
है त। यो हाम्रो के गर्यौँ, H2SO4 मा मैले SO3 जोडिदियो भने यसलाई हामी फ्युमिङ सल्फ्युरिक एसिड भन्छौँ। है त, फ्युमिङ सल्फ्युरिक, यस्तै हाम्रो फ्युमिङ नाइट्रिक एसिड हुन्छ। त्यसको हाम्रो फर्मुला के हो तल कमेन्टमा गर्नु है त, मैले तिमीहरूलाई कमेन्टमा गर्नु भनेर छोडिदिएँ। अनि त्यस्तै गरेर अर्को के छ त भन्दाखेरि चाहिँ, है त, ओलियम हेर त, यसको अर्को नाम के हो त, ओलियम। है त, तिमीलाई सोध्छ है H2SO7 को अर्को नाम के हो, विच अफ द फलोइङ अल्सो नोन एज ओलियम, अथवा ओलियमको फर्मुला के हो, यो तरिकाले क्वेसन सोधिरहेको हुन्छ। H2SO7 भनेको के रहेछ, ओलियम रहेछ। अब त्यस्तै गरेर अर्को हेर त, यसको यो ट्राई गर, यो ट्राई गर, सबै ट्राई गर है त। यसको कमन नेम के हो हामीलाई थाहा छ, तिमीलाई थाहा छ भने छ, छैन भने इट्स ओके। अहिले हेर्नु है त, र यसको हामीले नर्मल अघि हामीले जसरी गरेर राख्यौँ त्यो चाहिँ के हो त, यसको नेम हेर त। यसको नेमिङमा ट्राई गरौँ त, दुईवटा सल्फर छ, ओके दुईवटा छ, त्यसपछि 8 छ, 8 भनेपछि हामी दुईवटा सल्फरको लास्ट भनेको 8 हो। सो 8 भइसकेपछि हामी के युज गर्छौँ, पेरोक्सी युज गर्छौँ। है त, पेरोक्सी युज गर्छौँ, पेरोक्सी मोनो कि डाई, डाई पेरोक्सी डाई सल्फ्युरिक इक इक्यस इक सो पेरोक्सी डाई सल्फ्युरिक एसिड। यसको नाम के रहेछ, पेरोक्सी डाई सल्फ्युरिक एसिड। हेर त कस्तो सिम्पल तरिकाले, है त। बुझिरहेको छ होला है त, मजा आइरह भने चाहिँ एकदमै रमाइलोसँग बुझिरहेको छ भने तिमीहरू के गर्नु त, भिडियोलाई लाइक गरेर सेयर गर्नु है त, अरूलाई पनि त्यो सेयर गर्नु। र त्यस्तै गरेर चाहिँ हेर त के भयो त, यो फेरोक्सी डाइसल्फ्युरिक एसिड ठिक छ। र यसको अर्को नेम तिमीहरूलाई एकदमै सोध्छ, यो चाहिँ के हो त, मार्सल एसिड। है त, यसको अर्को नेम के हो त, मार्सल एसिड। है त, र अब मैले एउटा कुरा के भन्छु, मैले यहाँ जे पनि लेखाएँ है त, तिमीहरू सर पारेर यसको स्क्रिनसट लिनु है त, तिमीहरूलाई यदि पढ्न मन छ भने पछि पनि है। मैले यहाँनिर सानो बनाइदिएँ, र यसको चाहिँ मैले सर पारेर यसको स्क्रिनसट लियो, र त्यसपछि मस्त आफै प्र्याक्टिस गर है त। यसको नेमहरू मैले जे भनेको थिएँ नि त्यति मात्रै तिमीहरू युज गर, अरू बाँकी कुराहरू यहाँ धेरै टाउको दुखाउनै पर्दैन। र मैले अहिले जति पनि लेखाएँ हेर त, सल्फ्युरिक एसिड होइन, क्यारोज एसिड, ओलियम, मार्सल एसिड, यिनीहरूमा सबैमा कमन के छ थाहा छ, यी सबै चाहिँ सल्फरको हाइएस्ट अक्सिडेसन स्टेटमा छन्। याद राख्नु है, यो पोइन्ट भेरी भेरी इम्पोर्टेन्ट छ, सोधेको छ। है त, यिनीहरू सबै के छन् त, सल्फरको हाइएस्ट अक्सिडेसन स्टेटमा छन्। सो यो हाइएस्ट अक्सिडेसन स्टेट कति हो त, 6 छन्। तिमीलाई क्वेसनमा सोध्न सक्छ कि है त, मैले भनौँ सल्फ्युरिक एसिडमा एस टू एसओ फोरमा है सल्फरको अक्सिडेसन स्टेट कति हो भनेर तिमीले सोध्यो भने त्यहाँनिर क्यालकुलेट गरेर टाइम त्यहाँ निकालेर टाइम वेस्ट गर्ने होइन। यिनीहरूमा सल्फरको अक्सिडेसन स्टेट 6 हुन्छ। ल, अब आई होप यो बुझ्यो होला है त। अब त्यो ट्रिक बुझेको छैनौ भने हामी फेरि गरेर हेर, र यदि क्वेसनमा गर्दाखेरि चाहिँ हामी फेरि क्वेसनमा त्यसलाई अप्लाई गर्ने नै छौँ। ल हेर त, अब तलको क्वेसन हेर त, ट्राई गरौँ त, यो क्वेसन ट्राई गर त। ओलियम इज, है त, ओलियम के हो भन त। भेरी गुड, सिम्पल छ है त। ओलियम भनेको के रहेछ, ओलियम भनेको के हो, फ्युमिङ सल्फ्युरिक एसिड। फ्युमिङ सल्फ्युरिक एसिड भनेको के हो, H2SO4 मा हामीले के हाल्यौँ, SO3 हाल्यौँ भने त्यसलाई हामी ओलियम भनेर भन्छौँ। अब यसलाई अर्को तरिकाले पनि सोध्न सक्छ, हेर त, हुइच वान इज नन एज ओलियम, हेर त, भन त, विच वान इज नन एज ओलियम, ओलियमको फर्मुला कुन हो भनेर सोधेको छ। हेर त, ओलियमको फर्मुला कुन हो भनेर सोधेको छ। ओलियममा के हुनुपर्छ भन त, भेरी गुड सिम्पल है त, ओलियममा के हुनुपर्छ, 7 हुनुपर्छ। सो 7 भएको कुन छ, एउटा मात्रै छ, अप्सन डी S2 ठिक छ। त्यस्तै गरेर हेर, अब क्यारोज एसिड हेर त, सोध्ने यसरी नै हो कि तिमीहरूले है, विच वान नन एज क्यारोज एसिड। क्यारोज एसिड भनेको कुन हो भन त, क्यारोज एसिडमा कतिवटा लेटर छन् भने मैले लेटर काउन्ट गरेको छ भने चाहिँ एउटा हेर, 1 2 3 4 5, 5 भएको अप्सन खोज, 5 भएको अप्सन खोज त। हेर त, 5 भएको अप्सन खोज, एउटा मात्रै छ, 5 भएको अप्सन खोजेको। नेक्स्ट क्वेसनमा जाउँ है त, यस्तै टाइपको क्वेसनहरू। ल हेर त, अक्सिडेसन स्टेट अफ सल्फर इन H2SO4 भन त। है तिमीहरूले निकाल, म नाइ भन्दैन, तर निकालेर त्यत्तिकै टाइम वेस्ट नगर क्या। है त, त्यत्तिकै आइरह भने तिमीहरूले यो सम्झिरहेको छ भने त अझै छिटो भयो नि त, हामीले फास्ट गर्ने हो। सो त्यस्तै गरेर के हुन्छ त, यसको निकाल कति आउँछ त, 6 आउँछ। है त, यिनीहरूको हाइएस्ट अक्सिडेसन स्टेटमा हुन्छ। र हेर, द केमिकल कम्पोजिसन अफ फ्युमिङ सल्फ्युरिक एसिड भन त, फ्युमिङ सल्फ्युरिक एसिडको केमिकल कम्पोजिसन के हो मलाई भन। पहिलो नम्बर फ्युमिङ सल्फ्युरिक एसिड भनेको के हो, भेरी गुड है त, ओलियम हो। ओलियमको कम्पोजिसन के हो भनेर सोधेको। है त, ओलियमको कम्पोजिसन के हो भन त, भन ओलियम, ओलियमको फर्मुला, ओलियम भनेको फ्युमिङ सल्फ्युरिक एसिड, फ्युमिङ भनेको यसको 3 जोड्ने, H2SO4 प्लस, अब हामीलाई 7 पुर्याउनु छ, 7 पुर्याउने भनेको कसरी हो, SO3। हेर त, दिस इज ओलियम। हेर त, यसरी पनि सोध्न सक्छ है त, आइओएम 2016 को क्वेसन भन त कुन भयो, डी भयो। है त, सिम्पल तरिकाले यसरी हामीले क्वेसन गर्छौँ। नेक्स्ट क्वेसन, मार्सल एसिड हेर त, मार्सल एसिड C2021, मार्सल एसिड भनेको के हो। है, मार्सल एसिडको फर्मुला हामीलाई थाहा छ। है त, मार्सल एसिड भनेको चाहिँ यसमा हेर त, यसलाई अझै सम्झिने तरिका हेर त, 1 2 3 4 5 6 7 8, मार्सल एसिडमा पनि 8वटा लेटर छ। सो 8 भनिसकेपछि कुन छ त, 8 भएको अप्सन खोज, 8 भएको कुन छ, भन त। भेरी गुड है त, सो 8 भएको कुन छ, बी छ। सो अब यसको नेमिङ सबैको ट्राई गर है त, यसको नेमिङ यसरी पनि क्वेसन सोध्न सक्छ। ल
अब तिमीहरूलाई हो बल्ल आयो है त। अब यो क्वेसन दामी क्वेसन आएको छ हेर त। पेरोक्सी मोनोसल्फ्युरिक एसिड घोक्ने होइन है, घोक्ने होइन, क्वेसनमा जे भनिरहेको छ त्यो गर। त्यसपछि हामी त्यसको के गर्छौँ त भन्दाखेरि चाहिँ आफै आउँछ त्यो है त। के रहेछ त्यसको कमन नेम हामीलाई थाहा छ होला। ल हेर के गर्ने भन्दाखेरि पेरोक्सी, हेर त पेरोक्सी युज गरेछ, मोनो युज गरेछ। पेरोक्सी मोनो भनेको एउटा मात्रै सल्फर छ भने बुझ्यौ, एउटा मात्रै सल्फर छ, ओके एउटा मात्रै सल्फर छ, एस टू एस भयो है त, एस टू एस। त्यस्तै गरेर सल्फ्युरिक हेर त, मोनो भनिसकेपछि पेरोक्सी कति बेला युज गर्छौँ भन त, एसको सबैभन्दा हाइएस्टमा युज गर्छौँ। सो एसको सबैभन्दा हाइएस्ट भनेको कति हो त, फाइभ हो, एस टू एसओ फाइभ होइन। इक भनिसकेपछि फाइभमा इक युज गर्छौँ। सो पेरोक्सी मोनोसल्फ्युरिक एसिडको हाम्रो के रहेछ फर्मुला, के रहेछ भन त। पेरोक्सी मोनोसल्फ्युरिक एसिडको फर्मुला के रहेछ, भेरी गुड है त, एस टू एसओ फाइभ। अब हामीलाई थाहा छ एस टू एसओ फाइभको एम के हो भन त, एस टू एसओ फाइभमा फाइभ छ, फाइभमा कुनमा फाइभ कुनमा हुन्छ, भेरी गुड है त, क्यारोज एसिडमा फाइभवटा छ। है भर्खर गरेको थियौँ हो कि नै। हो यसरी चाहिँ तिमीलाई क्वेसन सोध्यो भने चाहिँ तिमीले सल्भ गर्न सक्नु पर्यो है त। नेक्स्ट क्वेसन हेर त, फर्मुला अफ पाइरोसल्फ्युरिक एसिड है, टाउको गनाउने होइन, यता हेर। पाइरो सल्फ्युरिक एसिड भनिरहेछ नि, ओके ठिक छ। पाइरो मैले के भनेको थिएँ तिमीलाई थाहा छ है, मैले एउटा कुरा भनेको थिएँ, होप। होप भनेको केमा युज हुन्छ, होप भनेको यो पेरोक्सी है, यो न पाइरो होइन, यो भनेको चाहिँ एउटा मात्रै सल्फर भएको कुरामा हो कि नै, एउटा मात्रै। तर यहाँ पाइरो भनेको छ, पाइरो भन्थ्यो अभियसली कुन हो त, हेर त पीबाट मैले पाँच आउँछ भनेको थिएँ, त्यस्तै गरेर पाइरो हो, पाँचवाला अप्सन खोज्नु पर्यो, एउटा त पाँचवाला अप्सन खोज्नु पर्यो है त। यो पाँचमा दुईमा भएको हो कि एउटा भएको हो भन त, दुईटा भएको हो, के हो त, एस टू एस टू ओ फाइभ। अब तिमीहरूलाई भन्छौ है त एस टू एसओ फाइभ पनि फाइभ पनि हुन पायो यसको त, होइन यसमा यो किन हुन पाएन भन त। मैले जहाँ पनि भनेको थिएँ हामीले होप सम्झाएको थियौँ नि, एउटा सल्फर हुँदाखेरि चाहिँ हाम्रो के सम्झाएको थियौँ, होप सम्झाएको थियौँ। होपमा कतै पनि तिम्रो हाम्रो पाइरो भन्ने छ र छैन, त्यही भएर चाहिँ यो वाला फर्मुला भएन, एस टू ओ फाइभ भयो त, एस टू ओ फाइभ। सो आन्सर कुन भयो भन त, एस टू ओ फाइभ। झुकेर तिमीहरूले ए आन्सर हानिदिन्छौ क्या, होइन है, अप्सन कुन हुन्छ त, बी हुन्छ। नेक्स्ट क्वेसनमा जाउँ हेर त, द अक्सिडेसन स्टेट अफ सल्फर इन अर्थो सल्फरस एसिड। हेर त अर्थो सल्फरस एसिड भनिरहेछ। अब तिमीहरूले यहाँनिर के जान्नु पर्यो, पहिला त यसको फर्मुला जान्नु पर्यो, त्यसपछि हाम्रो क्यालकुलेट गर्नु पर्यो। ल हेर, अर्थो सल्फरस एसिड मैले भनेपछि अर्थो र पारा आउने भनेको कसमा मात्रै हो, एउटा सल्फर मात्रै भयो। सो एउटा सल्फर मात्रै भनेपछि एस टू एस भयो, ओके भयो। अब यहाँ हामीले के गर्ने, अस अस जोडिएको छ, हेर त अस कति बेला जोडिन्छ भन भन है। हाम्रो यता हेर त अर्थो सल्फरस, मैले तिमीलाई सर पार, यदि यस्तो आयो भने के गर्ने है, टू थ्री हाम्रो के हो त, फोर फाइभ हो, यही त हो नि। टू र थ्रीमा हामीले के युज गर्थ्यौँ भन त, अस युज गर्थ्यौँ, अस युज गर्थ्यौँ। अनि त्यस्तै गरेर फोर फाइभमा हाम्रो के गर्थ्यौँ, इक गर्थ्यौँ। सो हाम्रो टूमा के हो त, हाइपो हो, टूमा हाइपो हो। थ्री के हो त भन त, थ्री भनेको के हो त भन भन, थ्री भनेको के हो त, थ्री र फोर भनेको अर्थो। सो हामीले के सोधेको रहेछ, हामीले यो सोधेको रहेछ हेर त, अर्थो हाम्रो के सोधेको छ, सल्फोरस एसिड, अर्थो सल्फोरस एसिड। ल हेर फर्मुला के आयो यसको भन त, अर्थो भनेको चाहिँ हाम्रो के, हाम्रो सल्फोरसमा हामीले के युज गर्यौँ, टू र थ्रीमा एउटा युज गर्यौँ। हाम्रो अर्थो भनेको कुन रहेछ त, थ्री रहेछ, एस टू एसओ थ्री रहेछ। सो अब यो यसको चाहिँ तिमीहरूको के गर त भन्दाखेरि चाहिँ अक्सिडेसन स्टेट निकाल सल्फरको है त, सल्फरको अक्सिडेसन स्टेट निकाल। अब तिमीहरूले झुकेर चाहिँ हाम्रो यो सल्फ्युरिक एसिड जस्तै देख्छौ क्या, तिमीहरूले हेर त एस टू एसओ फोर जस्तै देख्छौ, अनि सिक्स आन्सर हानिदिन्छौ है त। यस्तो मैले भनेको थिएन है त। ल हेर अब यसको सल्फर हाम्रो अक्सिडेसन स्टेट निकालौँ, यसको के हुन्छ, ल हेर यो भनेको टू भइहाल्यो, प्लस सल्फरको एक्स निकाल्नु पर्ने छ, अनि अक्सिजनको माइनस टू हुन्छ, माइनस टू इन्टु थ्री गर्दाखेरि कति हुन्छ त, माइनस सिक्स हुन्छ, इक्वस टू जेरो हुन्छ। यो के भयो हेर त, एक्स माइनस फोर इक्वस टू कति भयो, सो जेरो भयो। सो एक्स भनेको के आउँछ, प्लसको फोर आउँछ। क्लियर, एक्स भनेको के आउँछ, प्लसको फोर आउँदो रहेछ। सो एक्स प्लसको फोर भनेको अप्सन सी भयो है त, ए हुँदैन है, ए हुँदैन, झुकेर ए नाम्नु है त, सी भयो। नेक्स्ट क्वेसनमा हेर त, यस्तै भन त फ्युमिक सल्फ्युरिक एसिडको के हो है त, फ्युमिक सल्फ्युरिक एसिड के हो त भन त, भेरी गुड। फ्युमिक सल्फ्युरिक एसिड भनेको ओलियम हो, ओलियम भनेको सातवाला है त, अघि क्वेसन रिपिट भएको हो कि के हो, आइओएम 2062 यस्तै सबै फास्ट क्वेसन छ। ल हेर त अर्को क्वेसन छ, हेर दामी क्वेसन सोधेछ, विच अफ द फलोइङ एक्ट्स एज बोथ। हेर त बोथ के सोध्यो, के त अक्सिडाइजिङ एन्ड रिड्युसिङ एजेन्ट, कुन चाहिँ दुई बोथ अक्सिडाइजिङ र रिड्युसिङ एजेन्टको जस्तो काम गर्छ भनेर सोधेको छ। अब पहिला हेर सल्फरको हाइएस्ट कति हो भन त मलाई, भेरी गुड, अघि मैले भर्खर भनेको थिएँ प्लस सिक्स हो। र त्यस्तै गरेर चाहिँ हाम्रो सल्फरको मिनिमम कति हो, माइनस टू हो। सो यसको बिचमा कुनै पनि पर्छ भने त्यो चाहिँ के भयो भन त, त्यो चाहिँ के भयो, बोथ अक्सिडाइजिङ र रिड्युसिङ भयो। र अप्सनमा हेर त, ल हेर यो अप्सनमा हेर, एस टू एस, एस टू एस भनेको के हो, एस टू एसमा सल्फरको निकाल्यो भने माइनस टू आउँछ
सो के भयो त लोएस्ट भयो, भएन, बोथ भएन। त्यस्तै गरेर हेर त HNO3 मा के आउँछ, यो 3 आउँछ, हेर त यो चाहिँ कति भयो, 6 भयो, 6 1 5 5 आउँछ, यसको चाहिँ प्लसको 5, सो 5 आयो, यसको चाहिँ 5 आयो, यो पनि भएन। त्यस्तै गरेर S2SO4 मा मैले हामीले भर्खरै भनेको थियौँ 6 आउँछ, यो पनि हाइएस्ट भयो, भएन। अब हेर त यसमा हेर, यसमा ट्राई गरौँ, यसमा भर्खर हामीले ट्राई गरेको हो कि नै, कति आउँछ, 4 आउँछ, यसमा 4 आउँछ, भर्खर ट्राई गरेको, सो 4 भनेको 6 -6 to 2 को बिचसम्म, सो आन्सर कति कुन भयो भन त, डी भयो। अब मलाई भन यसको नेमिङ के हो, नेमिङ गर त एकछिन। अर्थो अर्थो सल्फोरस एसिड, अर्थो सल्फोरस एसिड, ठिक छ। ल अब अर्को क्वेसन हेर, दियर इज, हेर त दियर इज नो एसएस बोन्ड, हेर त हामीलाई थाहा छ, हाम्रो के थाहा छ त भन्दाखेरि चाहिँ 5 र 8मा चाहिँ के छैनन् भन त, 5 र 8मा के कुन बोन्ड हुन्छ भन त, 5 र 8मा चाहिँ ओ बोन्ड हुन्छ। सो हेर त, सो 5 र 8 कुनमा छ, हेर त 5 र 8 अप्सन बी र छ, अप्सन डी पनि छ। अब कुनलाई टिका दिने भन त, बी कि डी। हेर, बी भनेको चाहिँ यहाँ S2O5 छ क्या, तर यो 5 भनेको के को 5 हो थाहा छ तिमीहरूलाई, यो 5 भनेको मैले अघिदेखि भनिरहेको छु, यो भनेको S2SO5 वाला हो क्या, यो S2O5 वाला होइन, यहाँनिर एउटा मात्रै छ, सो यो भएन, सो आन्सर कुन भयो, डी भयो है त। यिनीहरूमा चाहिँ कुन 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 बोन हुन्छ, ओ बोन हुन्छ। नेक्स्ट क्वेसन, ल हेर त, देयर इज एसएस बोन्ड, क्वेसनले भनिरहेको छ देयर इज एसएस बोन्ड, एसएस बोन्ड कसमा छ अरे भन त, एसएस बोन्ड कसमा प्रेजेन्ट हुने हो, भेरी गुड। सो एसएस बोन्ड प्रेजेन्ट हुने भनेको कसमा, हामीलाई थाहा छ 4 र 6मा सल्फ एसएस बोन्ड हो, एसएस बोन्ड हो, 4 र 6मा एसएस बोन्ड हो, सो 4 र 6 खोज त, हेर त अप्सन डी, सिम्पल छ, 4 भाउ, 4 र 6 खोज त। त्यस्तो गर, अर्को क्वेसन हेर, एसएस बोन्ड प्रेजेन्ट इन, अब त तिमीहरूलाई अघि आयनको फर्ममा दिएको थियो, अहिले त पुरै फर्मुलै दियो, हेर त केही गर्ने होइन, एसएस बोन्ड मैले के भनेको थिएँ भन त, कहाँ कहाँ प्रेजेन्ट हुन्छ, 4 र 6को बिचमा प्रेजेन्ट हुन्छ, 4 र 6 भएको खोज त, 4 र 6 भएको बी, कस्तो सिम्पल क्वेसन, बुझ्यो, 4 र 6 भएको बी। नेक्स्ट क्वेसन हेर, द अक्सिडेसन स्टेट अफ, हेर त कस लास्ट क्वेसन रहेछ, द अक्सिडेसन स्टेट अफ सल्फर इन के त भन्दाखेरि चाहिँ है हाम्रो H2SO8, हेर त H2SO8, यसको नाम भन त पहिलो नम्बरमा, भेरी गुड, यसको नाम के हो त, मार्सल एसिड, मलाई अर्को नाम भन त यसको, मार्सल्स एसिड है त, अर्को नाम भन त, भेरी गुड है त, पेरोक्सी के हो त, पेरोक्सी के हो, पेरोक्सी डाइसल्फ्युरिक एसिड, डाइसल्फ्युरिक एसिड। सो यसमा चाहिँ मैले के भनेको थिएँ, हेर त 8 छ, यसमा चाहिँ यो के हो त, मार्सल एसिड क्यारोज एसिड सबैको के हुन्छ, 6 हुन्छ। ल हेर त हामीले के गर्यौँ, सर र पारेर चाहिँ यसको फर्मुला तिमीहरूले अझै पनि के भयो त बुझेनौ भने के गर भन्दाखेरि सर र ब्याक गएर के गर त, यसको निमोनिक्स मात्रै हेर, हेर सब जस्तो सुकै पनि तिमीहरू यसको के गर्न सक्छौ त, सल्फरको चाहिँ है, सल्फरको अक्सी एसिडको फर्मुलाको नेमिङ र यसको फर्मुला थाहा पाउन सक्छौ। सो भिडियोलाई मन पर्यो भने चाहिँ के गर्नु त भन्दाखेरि चाहिँ लाइक गर्नु र आफ्नो साथीहरूसँग पनि यो भिडियोलाई सेयर गर्नु है त। सो यस्तै यस्तै भिडियोको लागि चाहिँ के गर भन्दाखेरि इन्ट्रान्स प्लस च्यानललाई सब्सक्राइब गरेर चाहिँ बेल आइकनलाई प्रेस गर है त। सो हामी अब नेक्स्ट क्लासमा भेट्नेछौँ र यदि कुनै बुझेको छैन भने कमेन्ट गर्नु, र यदि नेक्स्ट कुन च्याप्टरमा तिमीहरूलाई यस्तै अब ट्रिकवाला क्लास चाहियो भने चाहिँ त्यो पनि भन्नु है त। हामी चाहिँ नेक्स्ट क्लासमा यस्तै ट्रिकवाला र वान सर्ट क्लासहरू लिएर फेरि पनि आउने नै छौँ। त्यति बेलासम्म जोइन विथ इन्ट्रान्स प्लस एन्ड सब्सक्राइब। थ्याङ्क यू।